हामी गोकटान फोर्टसिल गाउँपालिकाको कानाचौर भन्ने एरियामा छौँ। अहिले कानाचौरको पल्चोर भन्ने गाउँमा गइरहेछौँ। यहाँ कस्तो राम्रो छ, हुस्सो लागेको, अलिअलि पानी परेको छ, बादल लागेको छ। हामीसँगै सिस्टरहरू पनि छन्। ल उनलाई पनि देखाउँछु। एउटा चाहिँ पछि हुनुहुन्छ, धेरै पछि आउनुहुन्छ, थाकिहाल्नुहुन्छ। हाम्रो सिनियर सिस्टर चाहिँ धेरै स्ट्रङ हुनुहुन्छ, अगाडि जानुहुन्छ, हामीलाई धेरै कुरा सिकाउनुहुन्छ, हामीलाई गाइड पनि गर्नुहुन्छ। धेरै राम्रो लाग्यो यहाँको ठाउँ, यहाँको मान्छेहरू, सबै यहाँको नेचर। यहाँको केटाहरू चाहिँ देखेको छैन अहिलेसम्म, नत्र यहीँ घर जाम बनाउने सोचमा थिएँ। के गर्ने, थाकिहालेँ म त हिँडेर। कस्तो राम्रो ठाउँ छ, हुस्सो लागेर। हरर मुभी बनाउन आए पनि हुन्छ यहाँ त। म त देखिएन नि।